2015 सालको हैजा महामारी र झिङ्गा मार अभियान। आजभन्दा करिब 70 वर्ष अघि काठमाडौँ उपत्यकामा यस्तो महामारी आएको थियो जसले मानिसहरूलाई कोरोनाभन्दा पनि बढी त्रसित बनाएको थियो। विक्रम सम्वत 2015 सालको श्रावण महिनामा काठमाडौँ उपत्यकामा हैजाको भीषण महामारी फैलियो। एकै घरका 2-2 जना सदस्यको एकै दिन मृत्यु भएको घटना पनि सुनिन्थ्यो। सर्वरोगको डरले आफन्त समेत बिरामीको घर पस्न हिचकिचाउँथे। यो सुन्दा केही वर्ष अघिको कोरोना महामारी सम्झना आउँछ। त्यति बेला हैजा फैल्नुको एउटा मुख्य कारण झिङ्गा भएको निष्कर्ष निकालेर ललितपुर नगरपालिकाले अनौठो अभियान सञ्चालन गर्यो। एक माना मरेका झिङ्गा बुझा बापत ₹2.50 पुरस्कार दिने व्यवस्था गर्यो। हाम्रो टोलका 88 वर्षीय ज्येष्ठ नागरिक मुतिराज साकेका अनुसार मानिसहरूले पाठीका पाठी झिङ्गा मारेर नगरपालिकामा बुझाउने गर्थे। त्यससँगै पसलमा खानेकुरा अनिवार्य रूपमा छोपेर बेच्नुपर्ने नियम लागू गरियो। नियम उल्लङ्घन गरे सामान जफत गर्ने र कारबाही समेत गरिन्थ्यो। सरसफाइ, सुरक्षित खानेपानी र जनचेतनाका कारण महामारी बिस्तारै नियन्त्रणमा आयो। अस्पतालका अभिलेख अनुसार सयौं मानिसको मृत्यु भएको थियो भने वास्तविक सङ्ख्या अझ धेरै रहेको इतिहासकारहरूको अनुमान छ। आज पनि वर्षायाममा हैजाको जोखिम रहिरहेकै छ। त्यसैले सफा पानी, सरसफाइ र सुरक्षित खानपान नै हैजाबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। इतिहासले हामीले एउटा पाठ सिकाउँछ, महामारीसँग लड्न औषधि मात्र होइन, जनचेतना र सरसफाइ पनि उत्तिकै आवश्यक हुन्छ।